हस् बनिहाल्छ नि भनेपछि मेरो दिमागको 12 बजेको कुरा हजुरहरूलाई सुनाउँदैछु म। एकजना सिस्टरले चाहिँ आफ्नो ड्रेस मलाई पठाउनु भयो अनि उहाँको ड्रेससँग म्याच गर्ने कलर अनि त्यस पछाडि उहाँको ड्रेसमा भएको यो फ्लावर प्याटर्न चाहिँ ग्राफ डिजाइन गरेर बनाइदिनुहोस् भन्नुभएको थियो। अनि त्यस पछाडि म उहाँको ड्रेसको फ्लावर प्याटर्नहरू हेरेर मैले ग्राफ डिजाइन गर्नु बसेँ। ग्राफ डिजाइन गर्दा 6-7 घन्टा भइसक्यो। ग्राफ डिजाइन तयार नै हुँदैन कि तपाईँको यो प्याटर्नहरू नै मिल्दैन कि कहीँ के गर्दा मिल्दैन। गर्दा गर्दा लास्टमा चाहिँ मैले 9-10 घन्टा लाएर यो ग्राफ डिजाइन तयार गरेँ अनि यसको रिजल्ट चाहिँ आएको छ। यसरी तयार भएको छ। बिल्कुलै नयाँ प्याटर्नमा यो ढाका प्रिन्ट भन्छ। अनि तपाईँको ढाका र हातले बनेको क्रसेट गरेको काम चाहिँ बिल्कुलै फरक हो नि त। त्यही भएर ठ्याक्कै ढाकामा देखिने फ्लावर प्याटर्नहरू चाहिँ क्रसेट गर्दा ठ्याक्कै नमिल्न सक्छ। त्यही भएर मैले गाह्रो भएको हो। अनि हजुरहरूलाई पनि आफ्नो ड्रेससँग म्याच गर्ने पट्टीहरू क्यारी गर्न चाहनुहुन्छ भने चाहिँ बायोमा दिएको नम्बरमा वाट्सएप भाइबर गर्न सक्नुहुनेछ। अनि हजुरहरूको चोइसमा फ्लावर प्याटर्न अनि कलरहरू चाहिँ कस्टमाइज हुनेछ। अनि वरि नगर्नु होला, मेरो दिमागको 12 बजे पनि मेरो दिमागको बत्ती चाहिँ बालेर आफ्नो फुल स्किल प्रयोग गरेर हजुरहरूलाई पटली चाहिँ मनपर्दो बनाइदिने कोसिस गर्नेछु। अनि थ्याङ्क यू मेरो प्रिय दिदीबहिनीहरूलाई, मेरो प्रडक्टहरूलाई आजसम्म यति धेरै माया गर्नुभएको छ अनि हजुरहरूको चोइस बनेको छ। थ्याङ्क यू एभ्रिवान।